सबैजनालाई धेरै दिनको बादमा आज चाहिँ म के गर्दैछु भन्दाखेरि यहाँनिर हस्पिटल जानको लागि प्याकिङ गर्दैछु हो। अनि मेरो चाहिँ अब भोलि एडमिट छ हस्पिटलमा हो। त्यही भएर चाहिँ म चाहिँ सकि नसकि यहाँनिर अब काम गर्दैछु। अनि तपाईहरुलाई पनि म देखाउन गइरहेको छु के लाँदैछु भन्ने कुरा हो। एकदम बेसी ढाडहरु दुखिरहेको छ हो। ढाड दुखेर बेसी म चाहिँ कामहरु गर्न सक्दिनँ अहिले बेसी। अन्त यसो तपाईहरुलाई यहाँ म देखाउँछु मैले चाहिँ के रेडी गरेको छु हस्पिटलको लागि भन्ने कुरा। अनि भोलि चाहिँ जाँदाखेरि चाहिँ अब आफ्नो सामान चाहिँ सबै मिलाइराख्छु भनेर सोचेको। किनला कता पुग्यो यो आफ्नो चाहिँ एकपट्टि राख्छु भनेर सोचेको हो। नानीको एकपट्टि अनि मैले अलमोस्ट प्याकिङ गरेर सबै कुरा सकिसकेको छु। यो यसमा चाहिँ हेर्न सक्नुहुन्छ मैले सबै नानीको लुगा हो अनि थाङ्नाहरू कटनको थाङ्ना अनि यो बेबी सुटहरू सबै मैले यहाँनिर यसमा चाहिँ रेडी गरेको छु। अनि अर्कोपट्टि चाहिँ म अब ब्ल्याङ्केटहरू हालेको छु नानीको पुरा भइरहेछ सामानहरू। यसमा चाहिँ डल्लै अब नानीकै छ यो लुगाहरू सानो लुगादेखि लिएर सबै मैले यहाँ हालेको छु सकेसम्म हैन आट्ने सामानहरू। अनि अब यहाँनिर अरू पुरा छ सामान पुरा बेसी भइरहेछ हैन। मैले यो ब्ल्याङ्केटहरू चाहिँ यतापट्टि हालौँ भनेर सोचेको थिएँ ठुलो ब्यागमा। अनि एउटा चाहिँ यतैपट्टि आँट्ने रहेछ। यसलाई चाहिँ म यही उयसमै हालिराख्छु हो। अनि अरू रिमेनिङ रकलाई चाहिँ उता हाल्नुपर्ने रहेछ साथीहरू। अनि मेरो यो चाहिँ नानीको लागि एक बास्केट चाहिँ रेडी भइसकेछ हो। त्यसको बादमा चाहिँ अब यहाँनिर मेरो चाहिँ आफ्नो पनि प्याकिङ गर्नुहुन्छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले यो सबै मेरो हिमालयको मैले चाहिँ सेटमै किनेको। किन एउटा किनि बस्दाखेरि के हुँदो रहेछ हो। कुन चाहिँ ल्याउनु भन्छ कुन चाहिँ उयो हुँदैन त्यो भन्दा चाहिँ बेस्ट चाहिँ बरु म डल्लै एकैचोटि किनिहाल्छु भनेर चाहिँ मैले यो सेटमै मगाएँ। यो सेटमा मगाउँदाखेरि चाहिँ अलिक अब हामीलाई दाम पनि प्राइस पनि कम्ती पर्दो रहेछ अनलाइनमा किन्नु पनि। तपाईहरु पनि अनलाइनमै किन्न सक्नुहुन्छ। वाइप्स चाहिँ मैले एक्स्ट्रा पनि मगाएको छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले यो चाहिँ मैले मिमीको मगाएको छु। दिस इज मिमी मम टु बीको चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ। मिमीको यहाँनिर वाइप्स आइसकेको छ। अन्त यसमा चाहिँ कतिवटा छ भन्दाखेरि चाहिँ अलमोस्ट कति 5 वटा जस्तो लाग्यो मलाई हो। अनि यो 5 वटा जस्तो छ यसमा चाहिँ। अनि यसको एउटा चाहिँ यही छ म तपाईहरुलाई देखाउँछु। यसको अनुहार चाहिँ अब यस्तो हुन्छ हो। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईले यो चाहिँ मेरो नानीको लागि यसरी नानी बोक्ने सानो हैन सजिलो हुन्छ यसरी बोक्नुको लागि। त्यसको लागि चाहिँ मैले यो मगाएको छु। अनि यो चाहिँ मैले फर्स्ट क्राईबाट मगाएको। अनि यो एकदमै दामी छ हो। अन्त मैले यसलाई चाहिँ यतिकै राखेको छु सेट गरेर। यो एउटा भयो। त्यहाँदेखि अरू के मगाएको छु भन्दाखेरि तपाईहरुलाई देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ बेबीको ब्ल्याङ्केट नानीको लागि मैले ब्ल्याङ्केट किनेको हो। अन्त यहाँनिर बेबी हकको मैले डाइपर ड्रेस किनेको छु। यो मैले चाहिँ डाइपर चाहिँ कुन मगाएँ भन्दाखेरि चाहिँ यो चाहिँ मैले न्यू बोर्नको एनबीको मगाएको छु हैन। अनि यो चाहिँ किन मैले एनबीको मगाएको भन्दाखेरि चाहिँ अब नानीको वेटहरू कति छ साइज कति छ केही याद छैन मलाई हो। अन्त अब ठुलो भए पनि सानो भए पनि हैन यो चाहिँ अप टु कति केजीसम्म भन्दा चाहिँ 4 केजी न्यू बर्न चाहिँ 4 केजीसम्मको लागि हुन्छ अरे। अनि दिनमा अब 3-4 वटा युज हुन्छ होला। त्यही भएर चाहिँ मैले यो मगाएको छु। अनि मैले अरू के मगाएको छु भन्दा थाङ्ना चाहिँ मेरो कटनको यता पनि छ हो। अनि यहाँ पनि छ एक्स्ट्रा हो। यो चाहिँ मैले जस्ट अब यतापट्टि धोएर राखिरहेको छु। चाहिहाल्यो भने चाहिँ यो पनि युज गर्नुपर्छ भनेर अब मैले यतापट्टि चाहिँ ड्याममै किनेको छु हो। सेतो थाङ्ना सेतो खालको कपडा अनि यो खालको कपडा हो। यो मेन हो हैन नानीलाई चाहिने। अनि अरू अन्य लुगाहरू पनि किनेको छु त्यो चाहिँ मैले यतै हालेको छु हो। त्यो चाहिँ मैले अस्ति नै प्याक गरेको। मलाई पुरा ढाडहरू दुखेर नि मलाई चाहिँ स्टोनले गर्दाखेरि म सिधा बस्नु सक्दिनँ। मलाई पुरा ढाड दुख्छ। त्यही कारण मैले चाहिँ यता राखेको। अस्ति भाउजू आउनु भएको थियो भाउजू आएर मेरो मिलाइदिनु भएको सबै सामानहरू त्यहाँ हो। अनि यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ ड्राई म्याट हैन। अनि यो चाहिँ एकदमै लार्ज साइजमा छ हैन। अन्त यो चाहिँ कस्तो खालको आएछ भन्दाखेरि चाहिँ यस्तो रहेछ। दुईटा कलरमा छ। एउटा त मेरो यहाँ छ बेसी ठुलो भएर म एउटा मात्रै बोक्छु किन भन्दाखेरि अब मलाई अत्रो ठुल्ठुलो भएको भारी सामान लिएर जानु छैन हो। यो चाहिँ म जस्ट हालिराख्छु इफ इमर्जेन्सीमा अब उनीहरूले
चाहिहाल्यो भने त्यसमा हाल्दा हुन्छ। अन्त यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ अब म्याटर्निटी प्यान्टिस प्याडहरू होइन त्यो भन्छ। अन्त यो चाहिँ कतिवटा छ भन्दा चाहिँ एउटामा 10 प्यान्टिस हुँदो रहेछ होइन। अन्त यो चाहिँ किन भन्दा चाहिँ एकदमै सजिलो हुँदो रहेछ, कम्फर्टेबल होइन, लाएर अब उयो गर्नुको लागि। अन्त यो अब यो लगाएपछि चाहिँ कम्फर्टेबल हुन्छ। यो चाहिँ म्याटर्निटी प्यान्टिस भन्छ होइन, यो प्याड। अन्त यो मैले किनेको छु। यो चाहिँ मेरो 2 बन्डल छ हो साथीहरू। मैले अब यो चाहिन्छ मलाई हो, मैले यो 2 बन्डल किनेको छु। अरू के हो यो, के रहेछ यो, यहाँ पनि मेरो यो सानो पातला खालको यस्तो खालको ब्ल्याङ्केट रहेछ। यो चाहिँ मैले पहिला वेस्ट अफ मनी जस्तो भएको जस्तो मात्रै लाग्यो, किनभने मैले यो पुरा बेसी अनलाइनमा मैले ब्ल्याङ्केटहरू किनेँ कि बित्थामा। लास्टमा मैले अफलाइनको मन परेर अफलाइनकै किनेँ। यो अनलाइनमा चाहिँ ज्यादा पातलो आएछ होइन। अन्त मैले पातला अब समर महिनामा चाहिँ ठिकै हो, मार्चदेखि उता चाहिँ अब केही काम लाग्यो भने युज गर्छु। नभए चाहिँ अलरेडी आई हेभ सो मेनी ब्ल्याङ्केट होइन। यहाँ पनि छ नानीको, यता पनि छ। अन्त यो चाहिँ 3टा ब्ल्याङ्केट छ। अब यहाँ चाहिँ यति भइसकेको छ मेरो सामानहरू। अब यिनीहरू सबैलाई म हाल्छु। त्यहाँदेखि आफूले लाउने लुगाहरू पनि हाल्नुपर्छ हो। अनि आफ्नो यहाँनिर चाहिँ मैले अब अनलाइनमा मगाएको यो ब्राहरू हो। अन्त यो चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ यो चाहिँ एकदमै कम्फर्टेबल हुँदो रहेछ होइन। अन्त यो चाहिँ यस्तो खालको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो यो लुज गरेर लाउने हो। अनि यो चाहिँ एकदमै सजिलो हुने रहेछ। यसले चाहिँ नानीहरूलाई फिडिङ गराउनुको लागि स्पेसली होइन, त्यसको लागि मैले यो चाहिँ अनलाइनमा मगाएको 3टा सेट मगाएको छु। अन्त यहाँनिर चाहिँ मेरो इनर वेयरहरू हालेको छु हो। अन्त यो पनि मैले तातो वार्मर पनि किनिरहेको छु 1 सेट, किन भन्दाखेरि भरे इनकेस अब केही ओटी भइहाल्यो भने चाहिँ पुरा जाडो हुन्छ अरे नि त। त्यो जाडो हुँदाखेरि चाहिँ लाउनुपर्छ भनेर चाहिँ मैले यो 1 सेट किनेको छु। यो चाहिँ छ मेरो अलरेडी अरू पनि, तर यो पनि बोकेर राखेको भरे पुरै बेसी मलाई ठन्डी लाग्नु थाल्यो भने चाहिँ भित्रबाट चाहिँ म यो लाउँछु भनेर हो। अनि आफ्नो लुगाहरू चाहिँ मैले अर्को ब्यागमा थन्काउँदैछु। अन्त म 2टा त्यसै बोक्दैछु, 2टा जस्तो सलहरू बोक्छु, चाहिहाल्छ होला भनेर हो। मैले के किनेको छु भन्दाखेरि यो चाहिँ आफ्नो लाउनुको लागि नाइटी जामा हो। यो खालको किनेको छु मैले चाहिँ, खुल्ला खालको। यो चाहिँ अस्ति सिङटाममै किनेको हामीले। यस्तो छ, यो चाहिँ तपाईँलाई म देखाउँछु ल, बानी खालको खुल्ला यस्तो खालको किनेको छु हो। यो चाहिँ 2टा किनेको छु मैले। अर्को एउटा छ, अन्त एउटा चाहिँ म जामै बोकिराख्छु सजिलोको लागि। यो चाहिँ मेरो सानो साइड ब्याग है मेरो, त्यसमा हाल्नु पर्यो। मजाको योहरू सबै यहाँ भयो हो। यो चाहिँ आफ्नो उयोहरूको भयो मेरो लागि, यो मेरो लुगाहरू। अन्त यो सबै म ब्यागमा हाल्छु। अब यो लुगा मिलाउँदा हत्तु भयो म चाहिँ। यहाँनिर यो नानी के हो यो पनि हो। अन्त 2टा बेडसिट चाहिँ हालेको छु। निमा बेडसिटलाई नि चप्पल त एउटा बोक्नुपर्छ कि। यो बेडसिटलाई नि आफ्नो बोक्नुपर्छ नि चप्पल त। अन्त यो बेडसिटलाई त्यो सिरानीहरूसँगै राख्नु भएन, भरे कहाँ खोज्दा हुन्छ त। यहाँ छ कि यो सिरानीहरूसँगै एउटा उयसमा ब्ल्याङ्केट कभरमा हाल न। दबाईहरू पनि बोकिराख्नुपर्छ होला हो। मलाई चाहिँ विशेष गरी स्टोनको मेरो दबाई छ, स्टोन भएको छ अलिकति मलाई यो गलब्ल्याडरमा हो। त्यो स्टोनले गर्दाखेरि चाहिँ मैले अस्तिदेखि नै अब तपाईँहरूले मलाई भिडियो किन नबनाएको भनेर सोध्नु हुँदै थियो। अन्त म चाहिँ अब भिडियो बनाउनु चाहिँ मन पर्थ्यो कि, तर म पुरा ढाडहरू दुख्थ्यो। अन्त मैले त्यत्तिकै छोडिदिएको, गिभअप गरिदिएको थिएँ। यस्तो साह्रो परिरहेको हुन्छ आफूलाई होइन। अन्त कहाँ त्यो म भिडियोको सुरुमा हिँडिबस्नु भनेर चाहिँ मैले भिडियोहरू पनि बनाउनु छोडिदिएको थिएँ। आज चाहिँ म अलिकति जाती भएको जस्तै भएर चाहिँ, अब जाती पनि के भन्नु, अन्त दबाई त खाँदैछु र पनि अब अलिकति एज अरूको भन्दा चाहिँ अलिकति फिट भयो होइन, अरू बेलाको भन्दाखेरि। त्यो भएर चाहिँ मैले एउटा रिमेम्बर पनि हुन्छ भनेर चाहिँ यो भिडियो चाहिँ बनाएको। अनि आज चाहिँ नानीको अब भोलि चाहिँ फुल अब उयो हुन्छ, एडमिट हुन्छ। त्यहाँदेखि अब आजसम्म चाहिँ अब कस्तो सर्नु परेन। मैले बेसी इन्जेक्सनहरू लाउनु पर्यो, पुरा बेसी। अब सबैको लागि एउटै हुँदैन नि त प्रेग्नेन्सीको जर्नी। अन्त मेरो लागि चाहिँ मलाई चाहिँ एकदमै साह्रो पर्यो।
अन्त पुरा बेसी इन्जेक्सनहरू लाउनु पऱ्यो मैले चाहिँ हो। अन्त यत्रो महिना सहे, अब यति दिन सहनु त केही छैन भनेर चाहिँ अब जाँदैछु। भोलि चाहिँ सबैजनाले प्रे गरिदिनुहोस् मेरो लागि हो। अनि राम्रोसँगले नानी अनि म दुईजना सेफ भएर आउनु पाऊँ हो। अन्त यो सामानहरू चाहिँ मेरो अब यति छ। अरू चाहिँ निमाले मिलाउँदैछ, त्यो ओर्ने ब्ल्याङ्केटहरू, लाउने लुगाहरू। अब हामी दुईजनाको मैले त्यहाँ आधी जस्तो चाहिँ लगाएँ होइन। अन्त यति बेसी हुँदो रहेछ यो विन्टरले गर्दा। समरमा भए चाहिँ अब 1-2वटा लुगा लायो, 1-2वटा जामा लायो होइन। जामा लायो भने अब उयो गऱ्यो भने भइहाल्छ, पातलो पातलो लुगाहरू लायो भने। तर विन्टरले गर्दा स्वेटर बोक्नुपर्ने, भित्रबाट इनर बोक्नुपर्ने, बाहिरबाट अब त्यो लाउनु पर्ने सल बोक्नुपर्ने, टोपी मोजा सबै बोक्नुपर्छ होइन। त्यही पनि फेरि मलाई यति छिटो चाहिँ ग्यास्ट्रिक फर्म भइहाल्छ होइन। त्यो ग्यास फर्म भएर चाहिँ मलाई चाहिँ साह्रो परिहाल्छ, बस्नु पनि सक्दिनँ म होइन। अन्त म यत्रो महिना चाहिँ म कहीँ पनि निस्किनँ राम्रोसँगले। अब चाहिँ म भोलि चाहिँ हस्पिटल जाँदैछु होइन। अनि यहाँ चाहिँ मेरो सामानहरू पुरा छ, तर म यति मात्रै लान्छु किन भन्दाखेरि नचाहिने सामानहरू किन बेसी बोक्नु भनेर होइन। भरे अब चाहिन्छ कि चाहिँदैन के कस्तो हुन्छ होइन। तर अब यो नानीको चाहिँ अब बोकिराख्नुपर्छ किन भन्दाखेरि नानीले चाहिँ पुरा छिटो मैला गर्छ अरे नि त। त्यही भनेर चाहिँ मैले नानीको चाहिँ सबै सामान हालेको छु आज हो। अब मेरो यो रको ब्ल्याङ्केटहरू चाहिँ यसमा हालिदिएको छु, यो ब्ल्याङ्केटको उयसमै नानीको यतापट्टि हालिदिएको छु। अन्त अर्को एउटा उयसमा निमाले हालेको छ, ब्यागमा हाम्रो लुगाहरू पुरा बेसी छ। उसको पनि अर्को ब्यागमा पनि छ। अन्त आज चाहिँ हामीले पानी तताउनेहरू पनि बोक्नुपर्ने छ हो। हुन्छ सो यस्तै छ साथीहरू आजको मेरो प्याकिङ भिडियोमा चाहिँ। सो थ्याङ्क यू फर वाचिङ, डोन्ट फर्गेट टु लाइक सेयर एन्ड टु फलो माई पेज। बाई बाई। अब म हस्पिटलको भिडियोहरू हाल्नेछु बादमा, तपाईँहरूलाई म देखाउनेछु ल। अन्त के कस्तो हुन्छ तपाईँहरूसँग म सेयर गर्नेछु। सो थ्याङ्क यू फर वाचिङ।